वेलकम टु आवर न्यू ब्लग। आज चाहिँ साउनको सोमबार, दोस्रो सोमबार अनि हामी चाहिँ आज बङ्गलामुखी जाँदैछौँ दर्शन गर्न। के अरे पशुपति जाने भनेको ढिला भयो, त्यहाँ लाइन पनि हुन्छ अनि के भएर बेबीले धेरै सताउँछ नि त, सानो छ अनि त्यहाँ गाह्रो हुन्छ भनेर अनि नजिकै जान लाग्यो। 70 जना यो 50 जना छ, 100 जना किन्नु 100 जना किन्नु एक्लै जाउँ अनि एक्लै त जाने हुन्छ है। ला उता हुन्छ, उता यसो पूजापाठ गरेर आइज विशेषै बनायो त तैँले यो मन्दिर है। ए यार त्यही त यहाँ चाहिँ छिरेको थियौँ नि हामी है। यहाँ चाहिँ छिरेको थियौँ होइन, त्यहाँ त्यो मन्दिरमा त्यो मेन मन्दिर रहेछ क्या, त्यहाँ चाहिँ छिरेको थियौँ हामी बङ्गलामुखी शिवरात्रिमा। शिवरात्रि साउनमा तिजमा खुल्ने रहेछ, मेन ओकेजनमा खुल्ने रहेछ। ढोगरा ओ फेरि गर फेरि ल छोड्दै छाड्दैन बेबी कम यता हेलो म्याडम यता यता आउनुहोस् ल, यता आउनुहोस् यता भन्नु के अरे ए पहिला 4 सालको उसमा अब यहाँ राख थ्याङ्क यू। के खान्छौ कि कमला, केरा खान्छौ र खाऊ के खान्छौ र साथी। त्यो यसको यो अलिकति उ गर्दैन, आफू खा हल्का। उहाँ हाम्रो बेबीलाई भोक लागेर खतम छ, भोक लाग्यो है आमामा। ऊ अब आफ्नो मामुलाई खोइरा नो बेबी नो, मामाको त व्रत हो नि त, व्रत होस्। बाबालाई चाहिँ खोने, बाबालाई खै थ्याङ्क यू। फेरि खो बाबालाई, फेरि यो ल ब्लग बनाउँदैछु खै बाबालाई खै बाबाले खोज्नुहोस् त प्लिज। खै थ्याङ्क यू। अरू के छ गुरुजी, हालको आरामै हुन्छ? धेरै पछि भेटघाट हो होइन एकदम। हेर्नु त आहा, ल गुरुजी ल यस्तो पो हो त। वाउ गुरुजी वाउ। अनि होइन गुरुजी, अरे ल बङ्गलामुखीमा यो पनि देख्न पाइन्छ। यहाँ बजे हाँस्नु भयो होइन बजे। बङ्गलामुखीमा यो पनि देख्न पाइन्छ है। ल गर खै है ल नाच है ल है। यहाँ क्यामेराम्यान पनि हुनुहुन्छ ल है। कडा गुरुजी बेबी नाच है। वाउ नो बेबी नो बेबी नो ऊ कहाँ लगेर जाने हो ब्याग।
नो बच्चा खै त्यस्तो गर्नु हुँदैन नो नो बेबी नो नो त्यस्तो गर्नु हुँदैन नि त तिमी ज्ञानी बच्चा होइन त अरे वाह वहाँ गुरु चाहिँ रमाइलो हुनुहुँदो रहेछ क्या जो लोग कहते हैं बावली हूँ अरू भन्नुहोस् त जो राम्रो लाग्यो बेबी बेबी राम्रो छ हो तर धेरै चकचके छ यो बेबी यो सक्यो त नि यता हो है यता ल्याऊ यता ल उठाउन सक्छौ तिमीले हो खै आहा ल सबैजना यहाँ हेर त सबैजना यहाँ हेर ये वाह वाह दौड नदौड सानो एक ठाउँ बस बेबी खोइ यस्तो नक्कली छ नि हो दिदीसँग हो दिदीसँग हो म खोइ छु यार यो त बेबी फेरि अझ फेरि तिम्रो घर कहाँ हो तिम्रो घर कता तिम्रो अनि तिम्रो कता हो नानी ए हो कटहर तराईमा फल्छ नि त यो प्राय भित्रको दाना दाना मात्र कहाँ यो त वेट गरेर त कामै छैन होइन कसरी किलोको पाउको 50-60 किलो 100 पाउको 50-60 किलोको 100 रुपियाँ यो किलो कसरी नर्छ यो सिङ्गल लाइन 80 रुपियाँ यस्तो किने नि हुन्न तपाईँहरूलाई फाइदा यो झोलामा हाल्ने प्याक गर्ने सबैजनालाई धन्यवाद हाम्रो भ्लग हेरिदिनु भएकोमा